आज हामी बिहान सबैले उठ्दाखेरि हाम्रो ब्लड सुगर लेभल हाई किन भइरहन्छ भन्ने विषयमा कुरा गर्न जाँदैछौँ। अब यो एउटा नेचुरल बडीको बायोलोजिकल प्रोसेस पनि हो जसलाई डन फिनोमिनन भनिन्छ, जसमा के हुन्छ भने बिहान उठ्दाखेरि हाम्रो सुगर लेभल हाई हुन्छ। अब यदि यहाँहरू टाइप 1 डायबिटिक हुनुहुन्छ भने यहाँहरूको ब्लड सुगर हाई हुनुको मेन कारणमा चाहिँ स्मोगी इफेक्ट भन्ने कन्डिसन हुनसक्छ, जसमा के हुन्छ यहाँहरूको बडीमा चाहिनेभन्दा बढी इन्सुलिन छ र मध्यरातमा या भनौँ अर्ली इन द मर्निङ 2 देखि 3 बजेको समयमा चाहिँ सुगर लेभल लो हाइपोमा गएको हुनाले बडीले फेरि काउन्टर रेगुलेटरी हार्मोनहरू रिलिज गरिसकेपछि सुगर बिस्तारै हाई हुन थाल्छ र बिहान 6 बजेसम्म उठ्दाखेरि हाई लेभलमा सुगर गएर बसिरहेको हुन्छ। अब यो कन्डिसनलाई म्यानेज कसरी गर्ने भन्ने कुरामा चाहिँ नि यहाँहरूले आफ्नो डक्टर, डायबिटिक एजुकेटर उहाँहरूकै सल्लाह लिनुपर्छ र इन्सुलिन बढाउने कि घटाउने, अब डाइटमा के कसो चेन्जेस ल्याउने, मेडिकेसनमा के कसो चेन्जेस ल्याउने भन्ने डिटेल इन्फर्मेसन चाहिँ यहाँहरूले आफ्नो डक्टरसँग गर्नुपर्छ। र अर्को भनेको डन फिनोमिनन। अब यो डन फिनोमिनन हामी सबैलाई हुन्छ, रिगार्डलेस डायबिटिज भएका मानिसहरूमा होस् या चाहिँ डायबिटिज नभएकाहरूलाई। यो चाहिँ कस्तो भने हाम्रो बडी क्लक जुन सर्काडियन रिदम भनिन्छ, बिहान सूर्योदयको बेलामा सुगर हाईमा जानुको कारण काउन्टर रेगुलेटरी हार्मोनहरू रिलिज गर्दाखेरि सुगर हाई भएको हो। र यहाँहरू एकदमै इन्सुलिन सेन्सिटिभ हुनुहुन्छ, बडीले इन्सुलिन राम्रो बनाइरहेछ भने बडीले त्यसलाई नर्मलमा राख्छ। तर यदि यहाँहरू टाइप 2 डायबिटिक कन्डिसनमा हुनुहुन्छ या प्री डायबिटिक हुनुहुन्छ भने फेरि कि त यहाँहरूको इन्सुलिन कम प्रड्युस भइरहेछ या भनौँ यहाँहरूलाई इन्सुलिन रेजिस्टेन्स छ, जसले गर्दा इन्सुलिनले काम गरिरहेको छैन जुन गर्नुपर्ने हो, जसले गर्दा यहाँहरूको सुगर लेभल हाई हुन्छ। अब फरक के छ भने स्मोगी इफेक्ट र डन फिनोमिननमा डनमा रातिको सुगर लेभल एउटै स्टिडी भएर बसिरहेको हुन्छ, तपाईँहरू निद्राबाट उठिसकेपछिको अवस्थामा हाई हुन्छ भने स्मोगीमा भने चाहिँ 2 देखि 3 बजे जुन एकदमै अर्ली मर्निङ चाहिँ हाइपोमा गएको कन्डिसन हुन्छ। अब यो दुइटै कन्डिसन छ भने गर्नुपर्ने के भन्दाखेरि त डक्टरको कन्सल्टेसन नै हो। उहाँहरूले यहाँहरूलाई राम्रो इन्फर्मेसनदेखि लिएर प्रोटोकलहरू प्लान गरिदिनुहुन्छ। र अर्को भनेको आफूले जुन आफ्नो लाइफस्टाइलमा र भनौँ खानामा र एक्सर्साइजमा चेन्ज ल्याउनु हो, जसले गर्दा केही हदसम्म यो म्यानेज गर्न सकिन्छ। अब म आफै पनि टाइप 2 डायबिटिक र यो डन फिनोमिननको असरबाट बाहिरिन नसकेको अवस्थामा मैले के कुराहरू आफ्नो लाइफस्टाइलमा चेन्ज ल्याउँदाखेरि मैले म्यानेज गर्न सकेँ भन्ने कुराको एउटा मैले स्ट्र्याटेजी बनाएको छु। र यदि यहाँहरू मेरो स्ट्र्याटेजीको ब्लु प्रिन्ट लिएर आफू पनि ट्राई गरेर बिहानको सुगर हाई हुनुबाट आफूलाई म्यानेज गर्न चाहनुहुन्छ भने मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। र अर्को कुरा के भने यो कन्डिसन भनेको के हो भन्ने डिटेल बुझ्नलाई, यो काउन्टर रेगुलेटरी हार्मोन भनेको के हो, इन्सुलिनको काम के हो, यस विषयमा पनि बुझ्नलाई चाहिँ यहाँहरू आफैले पनि रिसर्च गर्दाखेरि एकदमै राम्रो हुन्छ। र यस विषयमा मैले अरू पनि भिडियोहरू बनाएको छु यो डन फिनोमिननको विषयमा, त्यो म तल लिङ्कमा राखिदिन्छु, त्यो भिडियोहरू पनि हेर्नुहोस्। र यस्तै इन्फर्मेटिभ भिडियोहरूमा म यहाँहरूलाई अरू पनि लिएर आउँछु। यदि कुनै पनि विषय यहाँहरूलाई जान्न इच्छुक भइरहनु भएको छ, स्पेसली भनौँ टाइप 2 डायबिटिक र प्री डायबिटिज सम्बन्धी भने हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। बी फिट एन्ड विन फिटनेसले सक्दो यहाँहरूलाई यो कन्डिसनमा कसरी आफूलाई हेल्दी राख्ने भन्ने विषयमा सहयोग गर्न तत्पर छ।